गाइस वेलकम टु आवर भ्लग। हाम्रो युट्युब च्यानल चाहिँ छैन, त्यही पनि भ्लग बनाउँदैछु मेमोरिजको लागि। पछि हजुरहरूले यो मेरो फोन जसले हेरिरहनु भएको छ, जसले भिडियो हेरिरहनु भएको छ, उहाँलाई देखाउनको लागि मात्र हो यो होइन। अब स्टोरीमा हालिन्छ कि के हुन्छ थाहा छैन। आज चाहिँ मासु छ अनि चटपटे छ। यहाँ रक्स पेपर सिजर गर्दै भागेर जाँदाखेरि त गाली खान्छौँ अनि त्यही भएर आज मासु छ अनि चटपटे छ। अब हामी चाहिँ होइन यो डाइस रोल गरेर खेल्न लागेको होइन। क्यामेराको क्वालिटी चाहिँ अलिक राम्रो छैन। हाम्रो आइफोन पनि नि त गरिब मान्छे आइफोन बोक्न सकिँदैन। बरु हामीलाई यसो 5-5 रुपियाँ भए पनि क्युआरमा हालिदियो भने महिनामा हप्तामा हालिदिँदा हुन्छ। हामी खुसी हुन्छौँ। त्यसरी आइफोन किन्छौँ होइन। ल स्टार्ट सिजर पेपर गरेर सिजर पेपर ट्याम्स अब तेरो सुरुमा कसरी यसरी 5 बाइट। ओ माई गड 5 बाइट। अब के खानु ला पल्ट। सुरुमा चटपटी खान्छु होइन। यो चाहिँ सबैले मिलेर बनाएको। अनि यसले पकाएको मासु खान्छु। हामीसँग धेरै चाहिँ छैन होइन, मात्र मासु, कोक अनि चटपटे। पानी पनि थियो त। ओए यो त बाइट हुँदैन होइन। 5चोटि हो नि त। 5चोटि त 5चोटि बाइटमा पर्दैन नि। 2चोटि भयो नि। एकचोटि खानु 3चोटि हो जस्तो हुन्छ ल। यो बाइटमा यो त निल्ने हो नि त। यो थोरै न बाइटमा, यो हामी बाइट गरेर खान्छौँ त। राख्नु गाइज हामी चाहिँ सानोदेखिको साथी होइन। राख्नु मलाई त कुकुर जसरी ट्रिट गर्थ्यो हौ त्यहाँ होइन नि। त्यही भएर खान्छस् भने हेर्नु है गाइज। यो यतिकै खानु मिल्छ, मतलब त्यो बाइट नगर्ने। 4चोटि भयो कि 5चोटि भयो। अब यो 5चोटि होला नि। बिर्स्यो। ए यो बाइटमा पर्दैन नि त। अनि त्यही पनि फ्याट ट्रन हो नि त। यस्तो हुन्छ बाइट हो नि त। लु त मेरो पनि कतिचोटि भयो चाहिँ थाहा छैन यसको। ल मेरो हेर्नु है गाइस, मात्र 2। अब यसले खान्छ मजाले। म हेर्छु होइन। ढिङ्गा पकाउन सक्दिनँ। ऊ मिठै पकाइछे मासु। लगाइछ। अब मेरो टर्न है। ओए के हो यत्रो। कति खानु हो। ल थोरै खान्छु। गाइस दिस इज अनफेयर के। मोटो छ नि त। म पातली हो, त्यही भएर ठिकै छ त। पातली हो नि 49 किलो। म पहिला म गर्छु नि त बच्चातिर कालो जादु गर्छु म। 3चोटि कि 6चोटि। कति बाइट भयो? धेरै पर्दा नि गाह्रो हुँदो रहेछ गाइस एकैचोटि खा। त्यही भएर नपरोस् है भने अब 1 बाइट परोस् भने तँलाई। गाइस आई वान्ट टु ड्रिङ्क कोक के। 2 बाइट आइरह तेरो छाटो। ल गर खत्तम। के उयो गर। ए सकेन। मेरो सक्यो त। कम्ती सुनायो। पानी त खान मिल्छ होला नि। लु पानी खाने। ओइ 5। ओ माय गॉड गाइस। ल खा म पानी पिउँछु। चटपटे मासु फेरि म के हुन्छ कि तर चटपटे मासु खाएर मासु ज्यानमा मासु लागेर। 1 बाइट। अब गर्छु नि त हौ। डुस मोटु डुस।
टु बाइट I'm waiting. एकछिन ब्रेक लिन्छ किनभने यहाँ दाँतमा अड्क्यो। एउटा पेपरमा राखौँ न यो। टु बाइट है। I'm back. ओइ भर्खर 3 छिटो। अनि कोक खान्छु भनेको हैन। अब 5 बाइट न। ल ठिक छ। गाइस यो गोरी कि म गोरी? यही छ होला। छिन। मोटो पातलोको जोडी हो हाम्रो चाहिँ सानोदेखिको कति नर्स एलकेजी देखिको हामी साथी हो। हो त। गाइस हामीले पढेको स्कुलको फर्स्ट ब्याच हो। अनि फर्स्ट ब्याचमा चाहिँ मेरो हामी 12 पास गरिसक्यौँ। अरूहरू बीचमा जोइन गरे होला कि तर हामी चाहिँ बच्चैदेखि योगेश पनि थियो। हामी 4 जना थियौँ हौ। ओजस त मार्क हो नि त। ए हो बिर्सेँ मैले। ल छिटो खा न। ल अब मेरो टर्न आयो है। कतिमा आउँछ? थ्याङ्क यू। धेरै आउनु नि राम्रो। एकचोटि चटपटी खान्छु। अब मेरो 6 आउँछ होला है। खोर्सानी खान्छु। फाइनली भगवानले फेयर गर्नुभयो। यसले पकाएको खाना आउनु मिठो छ। मलाई गाइस मासु मात्र पकाउन आउँछ भन्नुले मासु भात दाल मात्र पकाउन आउँछ। म अरू क्या कर रहे हो? 1 बाइट भयो पनि आउँछ नि त हो। खाँदै गर्दा के जान्छ होइन गाइस? अघि यसकै जस्तो भएछ त। ठिक छ नि त। अलराइट। हाम्रो एउटा साथी पनि आउँथ्यो कि तर त्यो एकदम बिजी रहेछ अहिले मस्त। त्यसको नाम चाहिँ दीक्षिता हो। हेरिराखौ है हाम्रो भिडियो हामीले पोस्ट गर्यौँ भने अनि तँलाई रिग्रेट हुन्छ। रिग्रेट बुझ्छस् नि? गीत बजाउन कहाँ हो मोबाइल? 1 बाइट भयो 2 केबाट बजाउनु? आफै गाउनु? ए छोड्दैन यहाँ हामी कति मजाले भिडियो बनाइरहेको छौँ। पछि हामी एकदम भ्लगर हुने सोचमा छौँ है गाइस। र हाम्रो यस्तो हल्का क्यामेरा आइफोन आयो भने हाम्रो यस्तो क्यामेरामा त राम्रो आइरहेको छौँ भने मान्छेहरू कति बाइट भयो मेरो? मोटी 2 3 अब यो 4 हो कि 3 हो? 3 होला। लु 3 खा। हेर्नु न यो बिर्सिन्छ खाँदा खाने। ल केही छैन। जस्ट फर फन मात्र हुँदै हो होइन? बाइट हो। अहिले चाहिँ हामी के गर्छौँ थाहा छैन। यतिकै बस्छौँ। ल ठिक छ। ओइ हड्डी पनि खान्नस्? ओइ यो के हो? खा। तेरो फेभरेट त मेन त यही होइन मिठो? ला के भन्नु अब यो छोडिदिनु। खान्न अरे सक्दिनँ अरे खानलाई। ल छिटो न। गाइस म खसीको बाहेक सबै मासु खान्छु। सुँगुर पनि अरे लभर। सुँगुर पनि ढाको। म त खान्न। हुनै जिस्केको मैले खाँदिनँ। बाउन्डो त। ल छिटो न। कति बाइट भयो? 5 कि 4? घरकाले निकाल्छन् हो। बाउन्ड भएर पनि कहाँ खानु? बाउन्ड प्योर बाउन्ड हो नि हामी। 4 यो 5 6 पुऱ्याउन यसलाई 1 घन्टा लाग्यो। के भन्नु? बिस्तारै खानुपर्छ नि त होइन? होइन खा खा। गीत गाउँदै गर्नु। ल ल ल गीतै तपाईँहरू यो भिडियो हेर्नु न। मैले गीत गायो भने म गाउँदिनँ। मेरो स्वर एकदम
के भन्नु मलाई चाहिँ मनपर्छ म फेसबुकमा चाहिँ हाल्छु ल युट्युबमा हाल्ने बानी छैन यो तेरो होइन 2x मा हाल ल नर्मलमा नहाल है नर्मल नि मजा आउँछ ब्याकग्राउन्ड गीत हालेर म मिलाउला नि तर नर्मल र त्यो ए 2x मा के आइसमा मलाई लाज लाग्छ पछि ब्लगर भएपछि हाल्ने यत्रो मरी बोल्यो मैले त्यसको के फाइदा कि गाइसमा पछि ब्लगर भएपछि हाल्नुपर्छ क्या पक्नु यत्तिकै हाम्रो स्ट्रगल भनेर देखाउँदा हुन्छ नि त होइन गाइस दुई चाहिँ मेरो अब के भन्नु दुई पर ठिकै छ म यति खान्छु अब हेर्नु कति खाम चम्ची चाहिँ डाडु ल्याउनु पर्ने रहेछ के अरे जोगी पनि हो गाइस हामीसँग चाहिँ गिटार पनि छ होइन कुन गीत अब भन्नुहोस् देखेर तिमीलाई ल अहिले यो खाँदै गर्दा म गीत गाउँछु ल देखा न Oh my god! Poo. त्यही छ नो प्रब्लम अब यो जान्छ विराटनगर मलाई छोडेर त्यही छिमेकी जान्छु त्यही छिमेकी ठाउँ त जान्छु छिमेकी ठाउँ अरे अनि आउँछेस् कहिले आउँछेस् गएपछि बोल्दिनस् बोल्दिनँ 2 वर्ष होस्टेल बसेँ होइन 2 वर्षमा 1 वर्ष हो कि 1.5 वर्ष बोलिनँ अनि म पनि बोलाउनु छोडिदिएको थिएँ होइन अस्ति मलाई बर्थडेमा विस गरेँ कि ह्याप्पी बर्थडे भने कहाँबाट सम्झिस् जिउँदैछस् भनेर मेसेज गरेको मैले थाहा छ नि यस्तो अब म पनि बोल्न छोडिदिएको थिएँ लु भयो नि त अब मदेखि पुग्यो होला भनेर के अरे नयाँ छ लुगे राम्रो पुरानो साथीवाला गीत थाहा छ नि डाइरेक्ट चाहिँ कत्रो गरिदिन्छ तर सम्झिदिन्न है मलाई उहाँ गएपछि बिचरा तर मोबाइल चाहिँ पाउँदैन नि त त्यही भएर पुगो मेथी पनि हालेको थिइस् तितो भयो अहिले कतिचोटि भयो 4 खतम भिडियो हेरेर थाहा हुन्छ नि पछि ल तिमी मेरो कुरा मात्र भन्नुहोस् ला गाउँदिन 90 ओ यार यत्रो मिनटको हाल्छस् त भिडियो कसले हेर्छ ओए बेइज्जत हुन्छ हौ हाम्रो अनुहार देखेरै तर्सिन्छन् होला मान्छेहरू ल हेर कुन चाहिँ कसको ओइ होए ला यो दुईले त मलाई नछोड्ने रहेछ तेरो र पहिलो नम्बर पनि त 2 थियो हो नि वहाँ स्कुलमा चाहिँ के छ स्कुलमा 13 थियो देखूं मैं तुझे या देखूं कुदरत के नजारे मुश्किलों में है ये दिन म खाएको खाइ गर्छु अब मान तेरी सूरत की है चांदी 100% बिल्लो मेरे दिल का सोना भी खरा तो गीत हो कहाँ नहीं के हुँदैन अब मेरो आउँदैन हौ मलाई गिटार बजाउन थोडी न आउँछ त बजाउन पुग्छु ल वान के खान्छस् म तँ हड्डी खा के खान्छु र हड्डी कोक इट्स माई टर्न ओके देऊ फाइनली मेरो रोल नम्बर चाहिँ 3 थियो गाइस मेरो चाहिँ 13 थियो होइन 11 मा चाहिँ कति भयो बिर्सेँ खै मलाई खाना गाह्रो भयो मासु अगाडि पनि सक्यो म सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरोस् है मेरो तन पहिले यहाँ भयो नि
मन्डने सानानी हुँदैछ चिट गरेको नाममा नि एकचोटि खायो अब दुईचोटि लाग्छ अहिले भिडियो हेरेर थाहा भइहाल्छ नि भयो चार्जर गाइस होइन के भन्छ नखो खायो भयो अनि मासु Oh अनि my god, and yes, guys. ओइ उता बिहान न 4 guys, 4 4 ओके छ त त कुन चाहिँ टिम अरे के वर्ल्ड कप उयोमा म भनेको जस्तो जे भए पनि म रोनाल्डोको फ्यान हो नहेर्ने भए पनि किनभने मलाई देशको हो नि त भित्र म पोर्चुगल गाई चलामा मारौँ म वर्ल्ड कप त्यस्तो नहेर्ने भए पनि किनभने म सानैदेखि नै अरूले रोनाल्डो भनेको सुनेर म पनि रोनाल्डो भन्थेँ तर मलाई भित्रैबाट माया लाग्छ त्यसो किन जस्तो जे भए पनि आई एम बिग फ्यान अफ रोनाल्डो वाउ CR7 ल ठिक छ त अर्जेन्टिना नेमार होइन अर्जेन्टिना नेमार ए यसलाई थाहा छैन रहेछ गाइस अरे मेस्सी बुढो पादेर एउटा टुक 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 ए त तँ पनि भन्दैछ होला त ए मेसी त अर्जेन्टिनाको हो यार होइन ब्राजिलको हो है ब्राजिलको हो गाइस नेमार चाहिँ नेमार चाहिँ अर्जेन्टिनाको हो रहेछ मेसी चाहिँ ब्राजिलको उही भरे लाइन भयो भने भयो लगा ओइ इन्ट गरिदिने होइन 16 मिनटको भइसक्यो ल गाइस हामी गल्यौँ हामी ब्लगर फ्युचरको ब्लगर हो अहिलेको होइन ल बाई बाई सी यू बाई